नमस्कार, मेरो नाम चाहिँ चेतन साई ठकुरी। नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले चाहिँ भोट भतेर लगाएका छन्। भोट भतेर लगाएर जनताहरूलाई खिलाउने भनेको यतिखेरै हो। अब पछि लास्टमा सोच्ने भनेको जनताहरूले पनि पछि आएर मासु भात खाइयो, अहिले दुःख पाइयो भन्ने नारा लगाउने चाहिँ टाइम आउँदैछ। मासु भातले गर्दा फेरि त्यही नारा लगाउनुपर्छ। मासु भात खाइयो, अहिले दुःख पाइयो भन्ने नारा। त्यही भएर सचेत रहेर मात्रै खाना खाने हो, सबै गर्ने हो, तर भोट चाहिँ राम्रो मान्छेलाई मात्रै हाल्नुपर्छ। अब यो अहिले चाहिँ खिलाउँछ पिलाउँछ, इन्जोय गराउँछ, लास्टमा यो चाहिँ लास्टमा निकालेर